हजुरको जन्मस्थान कहाँ हो हजुर? कुन गाउँपालिका अन्तर्गत पर्छ? सेरा। अहिले 12 पोखरी गाउँपालिका वडा नम्बर 5। भनेपछि तपाईँ कुलपूजाको उद्गम स्थल अथवा सृष्टि गरेको ठाउँबाट यतासम्म बसाइ आउनु भएको। आराम कुशल हुनुहुन्छ नि? अनि वंशको उद्धारका निम्ति तपाईले गरेका महत्त्वपूर्ण 1-2 काम भनिदिनुहुन्छ कि? अब वंशका लागि उद्धार गरेको महत्त्व काम सबैले पुस्तारी बनाइयो। कुलकुलाचार सबैले यस्तै उत्साह साथ गरे। सबै वंश उत्साह हुने यस्तै गरेर मेरो भन्नु त्यति हो। ल, वंश उद्धारमा लाग्नु भएको छ। वंशको तर्फबाट तपाईलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। अनि हजुरको जन्मस्थान हजुर? हजुर भुटार खजौरे। कति सालमा जन्मिनु भएको थियो? 92 सालमा भने 1992 साल। अहिले पनि तपाईको बसोबास वहीँ छ? वहीँ छ। छोराहरू कहाँ हुनुहुन्छ? छोराहरू वरिपरि नै वहीँ छन्। अनि कुलपूजा गर्दै आउनु भएको छ कि गर्नु भएको छैन कि? कुलपूजा गरेको छैन, पत्तो छैन। धेरै घर छैन, 4-5 घर छन्। हजुर। अनि कुलपूजा पत्तो छैन, अहिलेसम्म गर्नु भएको छैन। अनि हजुरको हजुरबुवाहरूले गर्दै हुनुहुन्थ्यो कि गर्नुहुन्न थियो? थाहा पाउनु भएको छ केही? अब म त त्यस्ता कुराहरू त जान्दिनँ। जिजुवा गए कि बाजे गए, यता पारी गए। अब म के जान्नु? पारी भनेको खोटाङ? खोटाङबाट उता खोटाङको खुट्टाबाट बसे सर्नु भएको जिजुहरू। बाजे जिजु को गएको त्यो पनि पत्तो लाग्न सक्छ। भनेपछि अहिले हजुर यति 1992 सालमा जन्मिनु भएको रहेछ। अहिलेसम्म हामी अहिले नै हजुरले भन्नुभयो हामी 4 घर छौँ भन्नुभयो। 4 घर मात्रै रहेछन् त महाराजीहरू? आफू बसेको ठाउँमा अरू पनि अन्त पनि छन् भन्ने त बुझ्नु भएको थियो नि? होइन, त्यहाँ मात्रै त्यो आफूसँग त्यति छन्। त्यतिले अब कहीँ छडा कान लाएन, उसलाई सोधी खोजी गर, उसलाई गर भनो। आफूले मुनिका छडा कान लाउँदैन। म के गर्नु? मर्यादा गर्नु अनि नेस मारेर यस्तो भयो। अहिले दाजुभाइहरू कहाँ के गर्दैछन् भनेर खोजी गर्नुभएको? खोज्नु गरेको। मसँग पनि छन् होला, जेठा पनि छन् होला। भेटाउन पाए हुन्थ्यो भन्ने 3 वर्षको इरादा भएको। हजुर। इरादा भएपछि अनि एक्लै आउन पनि सकिनँ। उहीँबाट घर उहीँ जान्छु भनेर सकिनँ। अनि अहिले त म त 9-10 दिन भइसक्यो घुमेछु। घुम्दै कोही नाताले कहाँ ल्याइन्छ, कोही नाताले कहाँ ल्याइन्छ। आइपुग्छु, मलाई जुरेको यहाँ। अनि कालले ल्याइन्छ यहाँ चाहिँ मेरै भदाले ल्याइदिए सालाका सरले। पौडेल खत्री जाने रहेछ हरियापट्टिका। अघि त पहाडमै माथि थियो नि। तपाईँहरूको ज्वाइँ चलाएर छन् नि। म त ज्वाइँलाई लिएर गएको थिएँ। तपाईँहरूको छोरी नातिनी दिएपछि मेरो त छोरी नातिनी भयो नि, होइन? मेरो त भदा थियो, तर मैले ज्वाइँ लिएर आउँछु। अनि हजुर मेरो ठुलो बुवा अथवा खम्बसिंह खड्का र विष्णुकुमारी खड्काको जेठो छोरा। हजुरको जन्मस्थान खोटाङको पौवासेराबाट अहिले इटरीको बालग्राममा हुनुहुन्छ। हजुरको जन्म कति सालको? 1992 साल साउन 12 गतेको। भनेपछि हजुरहरूकै सृष्टिमा हजुरहरूका छोरा नाति पनातिहरू हिँडिरहेका छन्। यो हाम्रो कुल संस्कार अनुसारको परम्परा जीवित तुल्याउन यहाँले गर्दै आउनुभएका कामहरू 1-2 भनिदिनुहुन्छ कि? भन्नु के छ र? आफ्नो परिवार, आफ्नो वंश कसैले पनि बाबुबुढाको गरिदिएको स्मृति नबिर्सिउन्। अब उनीहरू भएर जाओस् भन्ने यही छ क्या। हस्, हजुर बुवालाई पनि धन्यवाद, दीर्घायुको कामना। अनि उहाँ मेरो कान्छो काका। हजुरको जन्म कति सालमा भएको? 2011 सालमा पौवासेरा कोच्याङकुवामा। अनि हजुरको बसोबास अहिले? बसोबास खोटाङ।
वही यता जन्मस्थानमै 12 पोखरी पर्यो अहिले होइन हजुर फर्किया छ 5 वडा नम्बर 5 अनि वंश उद्धारका निम्ति हजुरले अहिलेसम्म गर्दै आउनुभएका योगदानहरू र भावी पुस्ताहरूले के गरिदिउन् भन्ने चाहनुहुन्छ? योभन्दा अगाडि हामीहरू अब बाल्यकालै थियौँ। हाम्रो अगाडि सृष्टि हुँदाखेरि हाम्रो तिलकबार हुनुहुन्थ्यो हामी होइन, उहाँको पालामा चाहिँ हामीहरू अहिलेसम्म अब केटाकेटी थियौँ, हेर्न मात्रै जान्थ्यौँ। जब हामीले पूजाई खेलाइ हिँड आएपछि गोविन्द खड्का आएपछि हामीले उसको यसो अब गोठाला सराई गरेर हामी अब पैसा लागेर हिँडेका छौँ। यो फलोस् फुलोस् हामी फलोस् फुलाउँ, हाम्रा भविष्य साथी सन्तानहरूले पनि यो बढाएर लैजाउँ भएर भन्ने उद्देश्य आफ्नो। अनि जहाँ भए पनि हाम्रो यो एउटै हो, हाम्रो अब 12 महाराजी बन्धुहरूको। हामी उहाँ गरे पनि यहाँ पनि अब हाम्रै हो, उहाँ पनि हाम्रै हो। हरिया भए पनि हाम्रै छ, पैसा भए पनि हाम्रै छ। यो हामीले सबै हाम्रो हो। यो हामी यो यसै गरी फुलोस् फलोस् भन्ने चाहिँ मेरो धारणा। धन्यवाद काका, दीर्घायुको कामना। अनि ठुलो बुवाको जन्म हजुर 1996 सालदेखि आजसम्म बन्धु उत्थानका निम्ति धेरै कामहरू गर्नुभएको छ। सम्पूर्ण बन्धुहरूको तर्फबाट यहाँलाई दीर्घायुको कामना गर्दछौँ। धन्यवाद। अनि काका तपाईको जन्मस्थान कहाँ? राङबाङे हात्तीटार। अहिलेको 12 पोखरी गाउँपालिका वडा नम्बर 6। अहिलेको बसोबास माडीबास भित्ते भनेको चौदण्डी गढी नगरपालिकाको वडा नम्बर 2। अनि तपाईहरू त हाम्रो जिउँदो इतिहास हो। तपाईहरूले गर्दै आउनुभएका संस्कारहरू हामी पनि मानिरहेका छौँ। हामीबाट भएका कमी कमजोरीहरूलाई क्षमा गर्नुहुन्छ भन्ने र म यहाँहरू सबैसँग क्षमा माग्दै आगामी दिनहरूमा भाइ बन्धुहरूले तपाईका सन्तानहरूले के गरिदिउन् भन्ने तपाईको इच्छा छ? भाइ बच्चाहरू घर गएर धानी निकाल्थे। अघि मेरा बुवाका पालामा एउटा धानीले केही छेडी केही भन्नु केही मसला बनाएर अहिले म पुजाएर भएर त्यसरी गरिबस्छु। अब 5-7 हाम्रा देवाला गर्दैछन्। देवालै पछि 5-7जना चेली मसला हामी भन्दा नाच्दैछन्। अब भाइ वंश फैलाए कि पिताका धर्मले हो कि कुलका वृद्धिले हो कि हामी बढेर फैलाएर गएका छौँ। म पूजा गर्छ त्यसरी 5-6 ठाउँ हाम्रो देउरी चलेर धामी पूजारा सबै कर्म गर्न हुँदा एउटा कुलको उदाहरण गर्न पो जन्मेर धेरै कुलको मेरो हातमा मलाई हर्ष लागेको छ। भाइ बन्धु यसरी फैलाएर जाउँ, हाम्रो क्षेत्रपालको यसै उदाहरण हुँदै जाओस्। मैले जाने। धन्यवाद काका।